केटीको टोली बस्थ्यो। त्यो टोलीमा एउटा नानो चुलबुले छावा पनि थियो। उलाई पानीसँग खेल्न एकदमै मन पर्थ्यो। एक दिन चर्को घाम लागिरहेको बेला ऊ पानीको खोजमा यताउता हिँड्दा हिँड्दै एउटा सुन्दर तलाउको किनारमा पुग्यो। उले पानी देख्ने बित्तिकै सोडले पानी तानेर छ्याप्न थाल्यो। खेल्दा खेल्दै उले पानीभित्र एउटा टल्कने वस्तु देख्यो। त्यो के रहेछ भनेर हेर्न ऊ पानीभित्र पस्यो, तर तलाउ त सोचे भन्दा गहिरो रहेछ। उलाई पौडिन खासै आउँदैनथ्यो। ऊ आत्तियो र छटपटाउन थाल्यो। त्यतिकैमा उसकी आमाले उलाई छटपटाइरहेको देखिन्। उनी तुरुन्तै पानीमा पसेर आफ्नो सोडले समातेर उलाई किनारमा निकालिन्। छावा डराएको थियो, तर अब सुरक्षित थियो। उले आमालाई धन्यवाद भन्यो र त्यसपछि कहिल्यै पनि नसोचिकन पानीमा नपस्ने निर्णय गर्यो। कस्तो लाग्यो कथा? राम्रो। कथा मन परेकोमा खुसी लाग्यो। अब आनन्दले सुत्नुहोस् है। शुभरात्रि। अब बाघको र नि हात्तीको कहानी सुन्नुहोस् त। धेरै मलाई यति थोरै कहानीमा त निन्दै लागेन। ल बुझेँ। तपाईलाई अझै कथा सुन्न मन छ। त्यसो भए एउटा अर्को कथा सुन्नुहोस् न त। यो कथा पनि हात्तीकै हो, तर अलि फरक खालको छ। बाघ, हेलो अंकल। ल बाघको कथा सुनौ है त। एक पटक एउटा जंगलमा एउटा बलियो बाघ थियो। उलाई आफूभन्दा ठूलो जानवर देखेर रिस उठ्थ्यो। एक दिन उले एउटा हात्तीलाई तलाउमा पानी खाइरहेको देख्यो। बाघले हात्तीलाई जिस्क्याउँदै भन्यो, ए मोटो, तिमीलाई त म एकै गाँसमा खाइदिन सक्छु। हात्तीले केही नभनिकन सुँडमा पानी भरेर बाघलाई छ्यापिदियो। बाघ भिज्यो र रिसले चुर भयो। ऊ हात्तीमाथि जाइलाग्यो, तर हात्तीले आफ्नो ठूलो जिउले बाघलाई ठेलिदियो। बाघ पछारियो र हार्यो। त्यसपछि बाघले हात्तीलाई कहिल्यै पनि जिस्काएन। कस्तो लाग्यो बाघको कथा? अब सुत्ने बेला भयो कि अझै सुन्ने कथा? अझै सुन्ने। अलिक लामो भन। अलिक धेरै लामो सुनाउ न। मलाई निन्द्रै लागेन। यति निन्द्रै लागेन। लामो कथा सुन्न मन छ हो? ल सुनौ है त। एक देशमा एउटा सानो गाउँको छेउमा एउटा किसान बस्थ्यो। उसको सानो छोरा पनि थियो, जसलाई चराचुरुङ्गीहरूसँग खेल्न एकदमै मन पर्थ्यो। किसानको एउटा मिल्ने साथी थियो, एउटा हात्ती। त्यो हात्ती दिनभरि खेतमा मद्दत गर्थ्यो अनि बेलुका छोरासँग खेल्थ्यो। एक दिन गाउँमा एउटा ठूलो बाघ आयो। गाउँलेहरू डराए। किसानले हात्तीलाई बाघबाट गाउँलेहरूलाई बचाउन भन्यो। हात्ती बहादुरीका साथ बाघको सामना गर्न गयो। तिनीहरूबीच ठूलो लडाईँ भयो। अन्तमा हात्तीले बाघलाई पराजित गर्यो र जंगलतिर भगाइदियो। गाउँलेहरूले हात्तीलाई धन्यवाद दिए र उलाई आफ्नो हिरो माने। किसानको छोराले पनि आफ्नो साथी हात्तीप्रति एकदमै गर्व गर्थ्यो। त्यसपछि हात्ती, किसान र उसको छोरा सधैँ खुसी साथ बसे। कस्तो लाग्यो कथा? अब त पक्कै निन्द्रा लाग्यो होला। शुभरात्रि। लाग्यो निन्द्रा मलाई। ल शुभरात्रि। मिठो सपना देख्नुहोस्। अझै कथा सुनाउ न। ल अझै कथा सुन्न मन छ। त्यसो भए एउटा नयाँ कथा सुनौ है त। यो कथा चाहिँ एउटा बुद्धिमान चराको छ। तयार हुनुहुन्छ? तयार छु म। थ्याङ्क यू तपाईँले यति धेरै नि त्यो भन्नुभयो कथा। थ्याङ्क यू तपाईँले यति धेरै कथा भन्नुभयो। अझै भन्नुहोस् न बुद्धिमान चराको। सुन्नुहोस् है त। एउटा जंगलमा एउटा बुद्धिमान चरा बस्थ्यो। ऊ निकै चलाक थियो र हरेक समस्याको समाधान सजिलै निकाल्थ्यो। एक दिन जंगलमा पानीको निकै अभाव भयो। सबै चराचुरुङ्गी तिर्खाले छटपटाउन थाले। त्यो बुद्धिमान चराले हार मानेन। ऊ पानीको खोजीमा निकै माथिसम्म उड्यो। उड्दा उड्दै उसले एउटा घैटोमा अलिकति पानी देख्यो, तर पानी त निकै तल थियो। उसले भेट्न सक्दैनथ्यो। त्यसपछि उसले एउटा उपाय लगायो। उसले साना साना ढुङ्गाका टुक्राहरू ल्याएर घैटोमा खसाल्न थाल्यो। ढुङ्गाले गर्दा पानीको सतह माथि आयो र उसले सजिलै पानी पियो। कथा कस्तो लाग्यो? चराको चलाखीबाट के सिक्नुभयो? यति थोरै कथा। ल अझै कथा सुन्नु मन छ। त्यसो भए एउटा अर्को कथा सुनौ है त। यो कथा चाहिँ एउटा मेहनती कमिलाको छ। तयार हुनुहुन्छ? तयार छु म।
सुन्नुहोस् है त, एउटा जंगलमा एउटा मेहनती कमिलाको ताती थियो। उनीहरू दिनभरि खानाको खोजीमा यताउता हिँड्थे र जाडोको लागि जोहो गर्थे। एक दिन एउटा चुलबुले कमिलाले एउटा ठूलो बिस्कुटको टुक्रा भेट्यो। त्यो टुक्रा निकै ठूलो थियो, उसले एक्लै उठाउन सक्दैनथ्यो। त्यसपछि उसले आफ्ना साथीहरूलाई बोलायो। सबै कमिलाहरू मिलेर त्यो बिस्कुटलाई उठाएर आफ्नो गुठसम्म पुर्याए। उनीहरूले जाडोभरि त्यो बिस्कुट बाँडेर खाए। कथा कस्तो लाग्यो? एकतामा बल हुन्छ, होइन त? अब त पक्कै निन्द्रा लाग्यो होला। शुभरात्रि। Thank you very much. Thank you very much. स्वागत छ। मिठो सपना देख्नुहोस्। शुभरात्रि।